नमस्कार। मसँग एउटा कविता संग्रह आइपुगेको छ। दिनभरि पानी परिरहन्छ। हुन त आज पानी परेको छैन, घाम लागेको दिन छ, तैपनि यो संग्रहका कविताहरू असाध्यै राम्रा लागेर मैले एक दुईवटा पढ्ने विचार गरेर यहाँहरू समक्ष उपस्थित भएको छु। कवि तुलसी आचार्यको कविता संग्रह हो यो। नेपालमा जन्मिएका आचार्य सन् 2008 देखि अमेरिकामा बसोबास गर्दै साहित्य, शिक्षा र अनुसन्धानमा सक्रिय छन्। उनले केनेसा स्टेट विश्वविद्यालयबाट प्रोफेसनल राइटिङमा स्नातकोत्तर, महिला अध्ययनमा स्नातकोत्तर, फ्लोरिडा एटलान्टिक विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा विद्यावारिधि तथा जर्जिया कलेजबाट क्रिएटिभ राइटिङमा एमए हासिल गरेका छन्। हाल साउथ जर्जिया स्टेट युनिभर्सिटीमा अंग्रेजी अध्यापन गर्छन्। उनका दर्जन बढी पुस्तक प्रकाशित छन्। अंग्रेजी पुस्तक रनिङ फ्रम द ड्रिमल्यान्ड, लाइक वाटर अन लिभ्स अफ ट्यारो तथा नेपाली उपन्यास मोचन र स्वप्नभूमिका चर्चित लेखक हुन्। उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट होमनाथ सुवेदी डायस्पोरा उत्कृष्ट साहित्य पुरस्कार प्राप्त गरेका छन्। कवि तुलसी आचार्यको कविता संग्रह दिनभरि पानी परिरहन्छबाट म एउटा पहिलो कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ रुख। त्यही भएर म आज यहाँ रुखमुनि आएर यो रुख कविता वाचन गर्न गइरहेको छु। रुख। बुद्धको बुद्धत्व रुखको फेदमा भयो। बुद्धको बुद्धत्व रुखको फेदमा भयो। त्यही रुखको पछाडि छलिएर रामचन्द्रले बलिलाई वध गरे। ईश्वरको अवज्ञा रुखको फल खानाले भयो। ज्ञानको फल रुखबाटै आयो। रुखबाटै स्याउ खस्यो र गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन भयो। रुखमै झुन्ड्याइए सपुतहरू तानाशाहबाट। रुखमै झुन्ड्याइए सपुतहरू तानाशाहबाट। एन्नी फ्र्याङ्कले झ्यालबाट हेरिन् त्यही रुखलाई। एन्नी फ्र्याङ्कले झ्यालबाट हेरिन् त्यही रुखलाई, जहाँबाट गेस्ताबोले घिसारेर लग्यो उनको परिवारलाई। अचम्म, रुखकै वरिपरि घुम्दो रहेछ बुद्धत्व, बर्बरता, विध्वंसता, वेदान्त, सिद्धान्त, षड्यन्त्र, इतिहास, क्रूरता र सम्पूर्ण मानव अस्तित्व। अचम्म, रुखकै वरिपरि घुम्दो रहेछ बुद्धत्व, बर्बरता, विध्वंसता, वेदान्त, सिद्धान्त, षड्यन्त्र, इतिहास, क्रूरता र सम्पूर्ण मानव अस्तित्व। यो पहिलो कविता हो यो संग्रहको। अब म एउटा यसको शीर्ष कविता पढ्न चाहन्छु। दिनभरि पानी परिरहन्छ। मौसमले मलाई घरभित्रै राखिरहन्छ। म हत्कडी बेगरको कैदी झैं बसिरहन्छु। ल्यापटप अघि तातो कफी पिउँदै, मेरा आफ्नै कथाका पाण्डुलिपि पढ्दै, झ्याल बाहिर झरीको दृश्य हेर्दै, जसको आवाजले मलाई तानिरहन्छ। मेरो कथाको प्लट भन्दा सुन्दर भएर एकोहोरो पानी परिरहन्छ। त्यहाँ कुनै सस्पेन्स हुन्न, तापनि प्लट सुन्दर लागिरहन्छ। त्यसमा म आफ्नै जीवनका पटकथाहरू देख्न थाल्छु। त्यो पानीमा मेरो जीवनको बालापन बगिरहन्छ। पानीमा रुजेको, रुज्दै आसपास खेलेको, घुम ओढेर खेतमा धान रोप्न कुदेको, धानको बिउ उखेलेर मुठा पार्दै बहिनी र मैले रोपारलाई खेतमा पुर्याएको। केही बेर आँखा चिम्म गर्छु र गहिरो सास लिन्छु। नरुझिकनै रुजेको महसुस गर्छु। पानीको एक एक बुँदले मलाई निथुक्क भिजाउँछ। म निर्वस्त्र हुन्छु बालक झैं। म निर्वस्त्र हुन्छु बालक झैं। मेरो गाउँमा घरको आँगनमा रुजेर नाच्न थाल्छु। स्वर, संगीत र शब्द सब झरीकै हुन्छ। म त केवल हल्लिदिन्छु झरीकै लयमा। यो संग्रहमा विभिन्न उपशीर्षकमा कविताहरू रहेका छन्। यहाँ चाहिँ केही प्रयोगात्मक कविताहरू पनि छन्। जस्तो संस्मरणात्मक कविताहरू छन्, परम्परागत कविताहरू छन्,
प्रबन्धात्मक कविताहरू छन्, शब्दचित्र छन्, छोटा कविता छन्। यो हालै यहाँ अमेरिकामा र नेपालमा पनि यो विमोचन भएको छ। यो amazon.com मा संसारभर उपलब्ध हुँदो रहेछ, यो पाइँदो रहेछ। यहाँहरूलाई पनि पढ्न मन लागे लिन सक्नुहुन्छ। यो मलाई असाध्यै सुन्दर लागेर मैले केही कविता पढेँ यहाँबाट। यहाँहरूलाई हार्दिक धन्यवाद।